अलिकति दिमाग छैन? अझै दिमाग छैन? अझै एमालेको झन्डा बोकेर हिँडिरहेछस् तिमीहरू? के भएको तिमीलाई भन् त? कि सम्झाउँदा सम्झिँदैनौ तिमीहरू? अझै पुगेको छैन? अझै पुगेको छैन तिमीहरूलाई घुस? कति खान चाहन्छौ क्या तिमीहरू घुस भन् त? कति खान चाहन्छौ? भयो त, सक्यो त यार। अझै पुगेको छैन? के भएको यार तिमीहरू? म त छक्क बरो लाग्छ। अर्को यता हर्कबाद बनिरहेछ, माटो बनिरहेछ, यो भनिरहेछ, त्यो भनिरहेछ, एमाले जिन्दाबाद भन्दैछ, अझै कुदिरहेछ। अझै कुदी बस। कहिलेसम्म कुदी बस्छस्? कहिलेसम्म कुदी बस्छस्? तिमीहरूको छोराछोरी बेचिदिइसक त। कहिलेसम्म पुरी बस्छस्? मर्ने बेलामा छोराछोरी पनि छैन अहिले। बुढेसकालमा देखिरह होला नि आमा बाउको। सिक के पछि तिमीहरूको पनि त्यही हाल हुने हो। त्यसैले सिधै खोलेर भनिदिन्छु क्या, म त्यो लुक्की छिपी म जान्दिनँ। त्यसैले म के भन्छु भने सबैजनालाई भनेको होइन, सबैजना एमाले पनि नहुन सक्छ होइन। कोही त राम्रो बुझ्ने मान्छे पनि हुनसक्छ होइन। राम्रो मान्छे को भनेर चोइस गर्न सक्छ, छान्न सक्छ, रोज्न सक्छ, अनुमान लगाउन सक्छ। तर एमालेलाई भनिरहेको छु म, किन यो पार्टीमा तपाईँ आउनुभएको आन्दोलनमा भन्दाखेरि यो त मलाई थाहा छैन भन्ने खालकोहरू पनि छ क्या। प्रायः त्यस्तै छ क्या, धेरै जस्तो भेडाहरू आमसभा गरिरहेछ, कुर्सीमा मस्त निदाइरहेछ क्या। त्यस्तैहरू छ क्या एमालेहरू। तिमीहरू नै होला सायद जो एमाले जो हेरिरहेछ होइन, त्यसलाई भनेको है। जो एमाले हुनु न, जो राम्रो विचार भएको राम्रो व्यक्तिलाई छान्न चाहनुहुन्छ आउने यो चुनावमा, तिनीहरूलाई भनेको होइन मैले, एमालेलाई भनिरहेको छु। यदि तपाईँ पनि के भनेर सम्मान गर्नु हो एमालेलाई? यदि एमाले हो भने नि के भन्नु? अब भन्न त धेरै मन लागेको छ नि, तर कन्ट्रोलमा छु म। त्यसैले म भन्न चाहन्छु, रवि लामिछाने, बालेन शाह, यो दुईटा, अरू दायाँ बायाँ सोच्ने होइन। अनि यो माइती घर मण्डलामा यो जेनजीको नाममा यो मिराज ढुङ्गानाले यो मिराज ढुङ्गानाको ग्रुपले के गरेको छैन यार? दिमागमा अलिकति बुझ्नुपर्छ त यार। के भन्नुपर्छ? खुलेरै भन्नुपर्छ। अहिले भ्रष्टाचारीलाई जेल, हत्यारालाई जेल हाल, भ्रष्टाचारीलाई जेल हाल, टाइम आउँछ त भन्ने बित्तिकै हुन्छ। सुशीला कार्कीले हाल्छ जेल, लाग्छ त्यस्तो? पक्कटमा आन्दोलनमा उठाएको छ, यो छ त्यो छ, के नै गर्न आँटे जस्तो गर्छ त फेरि मिराज ढुङ्गानाले। तैँले भन्दैमा हुन्छ काम? चुप्प लागेर बस्न, चुनाव हुन दे, बालेन ठाउँमा जान दे, रवि लामिछाने ठाउँमा जान दे, अनि पो काम हुन्छ। तिनीहरू हो काम गर्ने मान्छे। सुशीला कार्कीलाई यो भएन त्यो भएन, अहिलेसम्म सरकार बनेको यत्रो भयो, जेनजीको सरकार होइन, यो होइन त्यो होइन। दिमाग खराब। बुझ्न क्या, गोबर छ दिमागमा? कस्तोहरू छ जेनजीको नाममा, यो छ त्यो छ, सरकार भएन, यो भएन त्यो भएन। बनाउन सक्छस् सरकार? प्रधानमन्त्री बनाइदिउँ तँलाई, हाल्न सक्छस् जेल? कुरा गर्छ। कुरा बुझ्ने गर क्या। चुनाव हुन दे, ठाउँमा मान्छे पुग्न दे, अनि तेरो पुरै सपना साकार हुन्छ। बुझिस्? त्यसैले त्यो छोड दे दायाँ बायाँ त्यो कि नाम कमाउन खोजेको। अहिलेलाई यति नै।